तपाईँ आलु पनि के भनौँ सबै कमिलाले र मिसाले खाइसकेछ आलु कति रोप्नु भएको अरे बिउ कति हाल्नु भएको अरे यहाँ त 70 किलो बिउ गएको छ त आमामा आलु त सबै मुसा र कमिलाले सकिदिएछ के गर्नु अब नेपाल सरकारसँग सहयोग माग्नु पर्यो भाइ भने 70 किलो या बिउ नखाने भयो गाई चरो हेर्न कृषिमा दुःख गर आलु दुःखको दुःखै यति यत्रो दुःख गरेर केही न केही अनुदान पायो भनेदेखि कृषिमा आलुको बोट नचिन्नेले पाउँछ नि त फेरि हो नि आलुको बोट कस्तो हुन्छ नचिन्नेले चाहिँ अनुदान पाउँछ दुःख गरेर हेरिँदैन फल्दैन यहाँ पानीको सुविधा भए कति आलु फल्थ्यो सबै कमिला लाग्यो नि कमिलाले खाइसकेछ गाई छ हाम्रो आलु के गर्नु आगो चाहिँ कृषि मिटर ल्याएर चाहिँ म आलु नै आलु फलाउँछु किसान गर्नु राम्रो कुरा हो अनि हाम्रो आलुतिर पानी छैन के गर्नु यो प्रकारी हो सोलुतिर भए त डरला फल्थ्यो आलु पानी नभएर ल गाई छ आलु त रक्छ त यी आलु आम्मामामामामामा जुत्तो रहेछ आलु क्यार्नु बोड्न सकेन पानी नभएर आलु कमिलाले पानी भएको भए त कति दामी हुन्थ्यो नि हाम्रो उदयपुरतिर आलु फलेन है गाई छ हेर्नु होला भनेपछि अब यसो गरेर म चाहिँ यताबाट आउँछु रे अनि यता नै आउनु त दिदी म तर आलुमा जानु पर्यो लु अब उगाउनु त सुनाउनु त लु वाउ हाम्रो आलु यत्रो आलु हेर्नु त गाई छ आलु आलु आलु